हामी क्रिस्चियनहरूले यो कुरालाई दृढ विश्वास गर्छौं। हिजो हाम्रो पापहरूको लागि येशू क्रुसमा मर्नुभयो, उहाँ मृत्युलाई जितेर जीवित भई पौडी उठ्नुभयो अनि उहाँले एक दिन पुनः फर्केर आउने प्रतिज्ञा पनि गर्नुभएको छ। यी तीनवटा कुरा केवल सुन्ने कथा वा सिद्धान्त मात्र होइन। यदि यो कुरालाई हामीले साँच्चै हृदयदेखि बुझेर आफ्नो दैनिक जीवनमा लागू गर्ने हो भने हाम्रो जिउने तरिका नै पूर्ण रूपमा परिवर्तन हुन्छ। यसलाई हामी यसरी बुझ्न सक्छौं, हिजो क्रिस्ट मर्नुभयो, यसको अर्थ हाम्रो सम्पूर्ण पुरानो गल्ती र पापको भारी पोखालिसकिएको छ। अब हामी विगतको पश्चातापमा टोलाएर बस्नु पर्दैन। आज चिहानबाट जीवित भई उठ्नुभयो, यसको अर्थ आजको दिनमा उहाँ जीवित हुनुहुन्छ र हामीलाई हरेक परिस्थितिमा सामना गर्ने नयाँ आशा र शक्ति दिनुहुन्छ। अनि भोलि नै उहाँ फर्केर आउनुहुने चाहिँ गरेर जिउनुहोस्। यसको अर्थ उहाँ जुनसुकै बेला आउन सक्नुहुन्छ। त्यसैले आजको दिनलाई नै अन्तिम अवसर मानेर सत्य, प्रेम र इमानदारको साथ सजग भएर जिउनुहोस्।